आज म झापाकै मोस्ट पपुलर हाटखोलाको मोमो ट्राई गर्नेवाला छु। हाटखोलाको मोमो ट्राई गर्नेवाला छु। मोमो खाँदा खाँदै यस्तो हुन्छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ है। सो यो भिडियोमा म झापाको मोस्ट पपुलर एन्ड फेमस मोमोहरू ट्राई गर्नेवाला छु। के साँच्चीकै मिठो भएर भाइरल भएको हो कि क्रेज मात्र हो? लेट्स सी है त। रातिको समयमा गएको झन्डै मोमो पनि नखानु पाउने अवस्थामा पुगे। धन्न यो न्यू सम्पूर्ण होटेलमा चाहिँ मोमो उप्रिरहेको। यो होटेलको मोमो चाहिँ म फर्स्ट टाइम ट्राई गर्दैछु। अरू ठाउँको त मैले ट्राई गरि नै सकेको छु। सो गाइस, भाइरल प्लेसको मोमो चाहिँ मेरो हातमा आइसकेको छ। तर मैले चाहिँ खासमा चाहिँ यहाँ सेकेन्ड ठाउँमा ट्राई गर्नु खोजेको थिएँ, तर त्यहाँनिर चाहिँ मोमो नै भएछ। सो त्यही भएर मैले यहाँ लास्ट स्टेपमा आएको छु। यो होटेलको नाम पनि मैले देखाइदिएको छु। साइज चाहिँ ठुलो ठुलो हुन्छ। फर्स्ट टाइम ट्राई गरेको, तर मलाई यो मोमो त्यस्तो खास चाहिँ लागेन है। बट यो ठाउँको मलाई सादेको थुक्पा चाहिँ एकदमै बवाल लाग्छ। तर आफ्नो आफ्नो टेस्ट पनि हो। अब तपाईँहरूलाई मिठो लाग्न सक्छ, मलाई ठिक्क मात्र लाग्यो, तपाईँहरूलाई मिठो लाग्न सक्छ। आफ्नो आफ्नो टेस्ट हुन्छ। झापा दमकको कन्टेन्ट क्रिएटरहरू जतिले यो ठाउँको रिभ्यू नदिएको त कमै होला सायद। खाना पनि मैले नखाई मोमो खानु भनेर आएको थिएँ म यहाँनिर, तर खाँदा खाँदै यस्तो हुन्छ भनेर चाहिँ मैले एक्सपेक्टेसन चाहिँ गरेको थिइनँ है। 2 पिस खाएर अब 3 पिसतिर म लाग्न लागेको थिएँ। मुखमा लाउनु पर्ने अचार मेरो सबै कपडातिर झर्यो। गाइस, चकचक लागिहाल्यो नि। टिस्यु पेपर पनि छैन। जति जे होस् तर खाना चाहिँ छोड्नु हुँदैन। हाटखोलाको मोमो त मैले ट्राई गरि नै हालेँ। अनि अर्को कुरा के छ भन्दाखेरि अब म फेरि पनि 4वटा ठाउँको मोमोहरू ट्राई गर्नेछु, त्यो पनि एकदमै भाइरल छ। सो 2 पिस ट्राई गरेँ। 3 4 5 6 7 2 3 4 5 6 7वटा पिस हुँदो रहेछ है। 7वटा। मैले चाहिँ जसो तसो गरेर भए पनि मोमोलाई चाहिँ खान कन्टिन्यू गरिरहेको थिएँ भने दाइले चाहिँ एउटा पिस खाएर मोमो नै हाफ दिइहाल्नु। मैले ट्राई गर्दै गरेको मोमो चाहिँ पोर्क मोमो है गाइजहरू। मलाई चाहिँ लास्टै भोक लागिरहेको नि त। खाना पनि खाएको छैन आज, त्यही भएर खाना नखाएको आज यही मोमो खानलाई। तपाईँहरूलाई चाहिँ हाटखोलाको मोमो जेन्युनली कस्तो लाग्छ कमेन्टमा भन्न नबिर्सिनु नि फेरि। साइज चाहिँ ठुलो ठुलो हुँदो रहेछ है गाइस। त्यो चाहिँ अलिक कस्तो कस्तो छ जग्गा हुनु पनि। So thanks for watching. Please like, share, and subscribe my channel. So लास्टमा भाइरल प्लेसको मोमो चाहिँ हामीले ट्राई गरिसकेको छौँ।